हेलो साथीहरू, दर्शन ढोगदिया हजुरहरू सन्चै हुनुहुन्छ? म चाहिँ एकदम सन्चै छु हैन। अनि देखिरहनु भएको नि यो नाम्लो हो क्या, थाहा छ कि नाइ? डोको पनि बोकिरहेको छु। अनि त्यसपछि म चाहिँ यतातिर यो बर्ख्यौ भन्छ, आई मिन यो खोल्यो क्या। अनि म चाहिँ काट्न लगाएको। अरू बेला चाहिँ दिदी पनि आउनुहुन्थ्यो। म चाहिँ आज चाहिँ एक्लै भएँ हैन। अनि अगाडि नै लगिसक्नु भएछ उहाँहरूले। अनि म चाहिँ एक्लै भएँ। कति धेरै काट्ने छ क्या। अनि हेर्नु न यहाँनिर यति धेरै छ। अरू यता चाहिँ एकचोटि काट्योखेरि उम्रेको हो। अनि म चाहिँ मस्तै डोकोमाथि बसेर भिडियो बनाएर अनि कस्तो मस्तै काम गरिरहेको हुन्छौँ क्या। अनि यो एक्लै परे आज यो अरे क्या, मेरो चाहिँ बोल्ने बान्ने यस्तै हो साथीहरू। अनि हजुरहरूकोतिर यस्तो काम गर्नुहुन्छ कि नाइ? हाम्रोतिर चाहिँ मस्तै काम हुन्छ हैन। हेर्नु न क्या राम्रो देखिएको यार, यहीँ बसौँ लाग्ने हैन। देख्न सक्नुहुन्छ वहाँनिर चाहिँ गाडी हिँडिरहेछ हैन। म चाहिँ यहाँनिर बसेर भिडियो बनाइरहेको छु। मैले चाहिँ यो कपाल पनि एकचोटि काटिसकेको हैन गाइज। राम्रो देखिया हैन। अनि यताउता मान्छे पनि हेर्दैछु क्या, भए आउनुहुन्छ कि भनेर। किनकि मलाई भिडियोहरू बनाउन लाज लाग्छ नि त, त्यही भएर। अनि के छ, खाजाहरू खाइसक्नुभयो? निकै टाइम भइसक्यो हैन। मैले चाहिँ खाइहेरि आएको। अनि मेरो काम चाहिँ यस्तो छ क्यार्ने साथीहरू। यस्तै हो जिन्दगी लन्द्राङ भाँडो खन्द्राङ भन्थ्यो त्यस्तै। यो चाहिँ उखान हो, नराम्रो नसोच्नु होला। अनि तपाईहरू कस्तो हुनुहुन्छ? आरामै हुनुहुन्छ होला हैन। अनि मैले चाहिँ युट्युब भर्खर खोल्दैछु, सपोर्ट गरिदिनु होला। अनि के अरे के भन्छ, सपोर्ट गरौँला, तपाईँहरूले पनि गर्नु होला, मैले पनि गरौँला हैन। मेरो लुगा चाहिँ यस्तो यो के भयो क्या। अनि सपोर्ट गरौँला, सपोर्ट गरिदिनु होला भन्दै छुट्टिन्छु। बाई बाई।